मेरो बुवा, मेरो आमा, मेरो दुईटा छोरी, मेरो श्रीमती, मेरो डिसेबल कान्छो बुवा सबैलाई घरभित्रै राखेर, घरभित्रै राखेर बाहिरबाट आगो लगाइयो, आगो बल्दै हामी सबै घरभित्रै थियौँ। र पर म सुनिरहेको थिएँ एउटा कुकुर मेरो घरमा पालेको रहेको मध्येमा चाहिँ कुकुर आगोमा पऱ्यो, अर्को यतापट्टि घरमा परेको हुनाले गर्दाखेरि एक कुकुरलाई जोगाइदिएको हुनाले गर्दा कम्तीमा मेरो केटाकेटी पनि जोगाइदिन्छन् कि भन्ने लागिरहेको अवस्थामा हुँदै गर्दाखेरि पछि स्थानीय युवाहरू अरू साथीहरू आएर संयोगले हामीहरूको जीवन बाँच्यो। आज मलाई अरू कुरा केही छैन, म एक ठाउँमा डेरामा बस्छु मेरो बुवा आमा सबै परिवारसँग। तर कहिलेकाहीँ सबैले यो अप्ठ्यारो देशलाई परेको छ, चित्त बुझाउनु भएको छ। तर मेरो बा आमाले सृजना गरेको बनाएको त्यो ठाउँ अहिले जसमा धेरै तपाईँहरू आउनुभएको छ, त्यहाँ केही पनि छैन। त्यो ग्राउन्ड जेरो छ। त्यसैले मेरो बारेमा भनेका कुराहरूलाई मैले सहन्छु पनि। फेरि म राजनीतिक कार्यकर्ता हुँ, मैले भने नागरिकहरूले यसको उत्तर खोज्छन्, तर कृपया मेरो परिवारभित्र नछेर्नु होला, किन परिवारप्रतिको मेरो जिम्मेवारी छ। यो कुरा मैले अनुरोध गरेको हो। यदि घरबार जलेर बसिरहेको ठाउँमा एक्लै बसिरहेको मेरो परिवारलाई मेरो आमाले मैले पहिले पनि सेयर गरेको छु। मैले त धेरै पछि बल्ल आमासँग कुराकानी गर्दै गर्दा मेरो कारणले तपाईँले दुःख पाउनुभयो भन्दै गर्दाखेरि छोड्दे बाबु, यत्र केटाकेटीहरू मरेका छन्, जीवन गुमाएका छन्, यत्रो भयो, कम्तीमा तिमीहरू त बाँचिस्, यही ठुलो कुरा हो भनेर चित्त बुझाएर बसेको मेरो सानो परिवार छ। मेरो परिवार कुनै राजनीतिमा संलग्न छैन। त्यसैले कृपया मेरा बारेमा मलाई भन्नु पर्दै गर्दा, मेरो अपमान गर्नु पर्दै गर्दाखेरि त्यो ममै सीमित राखिदिनु होला।